ए राहुल कसै यहाँ? यता छु रुममा। कता हो? के हो दिउँसै सुत्ने? के गर्ने त, कामसाम केही छैन। थ्याट, हिजो कता गयो त? फोन पनि लागेन। हिजो अलि बिजी थिएँ म। किन हो? भेट्न गएको थिएँ कि। कसलाई? त्यसैलाई के भन्यो त? के भन्ने हो, लजाइ मात्र। भोलि कता जाने हो? थाहा छैन कता हुन्छ। जाने हो झामकेरे ढुङ्गा खानीतिर। हेरौँ। अब त पढाइ पनि सकियो, के गर्ने होला? केही सोचे हो तिमीले यस बारेमा? मैले त फर्म भरिसकेँ। के को हो? नेपाली आर्मी। ए यस्ता मान्छे, एकचोटि भन्नुपर्छ के रे मलाई पनि। होइन, भरेको छैन, सँगै भरला नि। हुन त मेरो पनि हाइटै पुग्दैन। हेलो, को हो? हिजो अनलाइन इन्टरभ्यू दिएको जबको लागि, मन नपरेर छोडिदिएको, फोनमा धम्की दिइरहेको छ। के को जब हो र? खै के को डेलिभरी भन्थ्यो के हो। म पनि बेलुका जान्छु होला भेटुन। गए पार घडी बनाएर ल्याइदिलौ। राहुल, घडी बन्यो है तिम्रो? कस्तो साँझमा निन्द्रा लाग्यो यार। राहुल, ए हेलो एम्बुलेन्स।
को हौ तिमी? मेरो नाम हो देव। म यहाँ घुम्दै घुम्दै आएको। के भयो तिमीलाई? टेन्सनमा छौ अर्जुन? तिमीलाई केही समस्या छ भने भन्दा हुन्छ मलाई। के तिमीले मेरो समस्याको समाधान गर्छौ त? त्यो कुरा तिमीमा भर पर्छ। एकचोटि आकाशमा हेरेर कल्पना गर अर्जुन। मैले त केही पनि बुझेन। नमस्कार, मेरो नाम हो राहुल पाण्डे। हजुरहरूले यो सर्ट फिल्म ए साइलेन्ट गुड बाई हेरेर यहाँसम्म आइपुग्नु भएको छ भने कृपया एउटा लाइक, सब्सक्राइब र एउटा सानो प्रतिक्रिया कमेन्ट बक्समा छोड्न नबिर्सिनुहोला। धन्यवाद। जय नेपाल।